महिला नै परेछ नि त सर हैन महिला ए के उहाँको सुनहरु पनि थियो कि सुन जस्तो देखिने जुली छ त्यसमा चाहिँ मुजुर्दामै उठाउनु भएको छ दर्शकबिन भर्खरै मात्रै एक महिलाको लास भेटेको छ अर्धनाङ्गो दर्शकबिन इटरीको यहाँनिर वाडा अध्यक्ष 10 नम्बरको र यहाँ सशस्त्र प्रहरी बल आउनु भएको छ दर्शकबिन यो भिडियो सक्दो शेयर गर्नुहोस् र यहाँ एकदम अचम्म तरिकाको घटना घटिरहेछ यहाँ एकदम मान्छेको भिडाभिड तपाईले हेर्न सक्नुहुनेछ प्रत्यक्ष पहिला गई नाठोसँग कता गई भन्दै होला नि तर यहाँ लास भइरहेको छ मान्छे चाहिँ बिचरा अब घरमा त कतिले भन्दा हुन् कसैले अब बा के भयो भन्दा हुन् हैन थरी थरी हुन्छ नि त मान्छे त्यसो भन्नेहरु अब गनाउँछ होला है खै गाडी आउनु समय लाग्छ नि अब उता खिचिरहेछ दर्शकबिन नमस्ते म देवेन्द्र लिम्बुले तपाईले हेर्दै हुनुहुन्छ तिनजुरे अनलाइन टिभी अनि यहाँनिर चाहिँ भर्खरै मात्रै लास भेटिएको छ र यहाँ प्रहरीद्वारा लानु आँटेको छ यो चाहिँ इलाका आउनु नसकेर डाइरेक्ट जिल्लाबाट आएको कुरा छ प्रत्यक्ष रूपमा मैले देखाइरहेको छु यो भिडियो सेयर गर्नु होला उहाँको आफन्तसम्म यो भिडियो पुगोस् मैले बारम्बार यो भिडियो पोस्ट गर्नुको कारण किनभने पैसा नखुने लास भएको कारणले पनि तपाईहरुले यो भिडियो सेयर गर्नुपर्ने छोरी मान्छे को हराएको छ त भनेपछि यहाँ धरानदेखि बगेर आउने यो बुढी खेला हो धरान यो इटरी 10 नम्बर हो यो चाहिँ है यो बरगाछी हो बुढी खोला यहाँ चाहिँ मरङको नि हुनसक्छ त्यो लास मरङको पट्टिको नि हुनसक्छ यहाँ तीन ठाउँको हुनसक्छ त्यस कारणले म प्रत्यक्ष प्रसारणमा छु लाइभमा छु अब यहाँ आर्मीहरू जानु आँटेछ सशस्त्र प्रहरीहरू जानु आँटिरहेको दृश्यहरू म तपाईँलाई देखाइरहेको छु लानु लाग्नु भयो जानु नि अब खाना खानु भएको छैन मलाई आमै यति बेरसम्म के अरे यो कोलेस्ट्रलले हानेर सुगर प्रेसर कहाँ सक्छु नखाइकन बस्न सक्छु हो अहिले धेरैले यहाँ खाना खाएको छैन यहाँ 1-2 बज्न आँटिसक्यो ल अब चाहिँ ल बाई बाई ल बाई बाई ल अब चाहिँ ल सब अब लागिसकेको छ प्रहरी र नेपाल प्रहरी अनि त्यहाँकी आर्मीहरू हुन्छ पुलिस सशस्त्र प्रहरी सबै ल बाई बाई धन्यवाद सबैलाई धन्यवाद ल सबै अब सकिसकेको कुराहरू यहाँ भइसकेको छ सबै कुरा मृतकको जुन अब अहिले व्यवहारिक तरिकाले लडिरहेको लास छ उहाँको घर परिवारको तर्फबाट अहिलेसम्म पनि कतै यस्तो हाम्रो मान्छे हराएको थियो यस्तो भन्ने कुरा केही खबरहरू अहिलेसम्म पनि प्राप्त भएको छैन।